ल अब रात परेर जानु पर्यो। हाम्रो यहाँ सोल्टी पनि पुरा माछा यहाँ मार्दै यहाँ फालिरहेको थियो। टक्क लाएर माछा मात्रै अब झोला हाल्दै माछा ऊ त्यहाँ बल्छी खेलेर यहाँ राखिदिएको अरे पारिसक्यो डल्लै पार्नु त। यस्तो कालो माछा भएछ कि राख्नु त सहिलो भएको थियो कि अहिले छोप्ने बेला गाह्रो भयो फेरि। माछा समुद्रको माछा कट्नु उता उता उफ्रियो तर यसले जिउँदै राख्नु खोजेको होइन। फ्रेस हुन्छ नि त। हाम्रो प्लास्टिकमा राखियो। यस्तो ल माइस यस्तो क्युमा ठुलो पानीमा हालेको कि यहाँ अर्को रहेछ रहेछ नि त। ल राख्दिनँ हेल्प त्यसलाई हामीले हेल्प गर्दै हो छ र अझै लगाएर कहाँदेखि चाहिँ अब यस्तो मजाले भइसक्यो छ नि जी अब यसलाई छोडेर जानु नि भएन के हेर्ने हामी भएर बसेको यो पनि होइन। यहाँ नि त समातिदिन्छु कि उता उता गयो यता यता छ यस्तो छ है गाइस। पछाडि गएको बल्छी पार्दै यता ल्याएको थियो के अरे यहाँ राखेको थियो पानी फालेर नहुने छोप्नुभन्दा यहाँ अहिले राख्न गाह्रो भयो। यो माछा त हुन्न होला यस्तो माछा यसको काँडा कस्तो छ फुल्लेको बाप भई यस्तो नकेर यस्तो पेसी न त फालिदिनु त कहाँ गयो फाल्न पानी यहाँ गयो कहाँ गयो पानी फाल्नु जा पानी आजा ल अब चाहिँ लाग्न पऱ्यो त्यति हामी जति मारेको रहेछ यार अन्त पहिले आएको हामी भन्ने झ्याप झ्याप मारेको दुईवटा ल है त यस्तै छ हाम्रो अब यो बाटो हुँदै जानुपर्छ घरतिर।